सेवा हामी चाहिँ यहाँ ठुलो चौरमा आएको छौँ नि नानी। अनि अब हामी चाहिँ घर जानु लागेको। नानी चाहिँ घर हिँड्दैछ। यता हेर्नु के खाएको बिहान बिहान ग्राउन्ड छ यहाँ चाहिँ। यो चाहिँ तामाङ टोल भन्छ। यहाँ ठुलो ग्राउन्ड छ। अनि उता पर चाहिँ चण्डी लाग्यो। यता हेर्नु सक्नुहुन्छ तामाङ टोलको तामाङ गुम्बा हेर्नु होला। तामाङहरू धेरै बस्ती छ। तामाङ टोल राईहरू पनि छ। तर यो पहिलेदेखि नै खै तामाङ टोल भनेर चिनिन्छ। इच्छा र म जाँदैछौँ अब यहाँ खेल्ने ठाउँमा नि। तर के खेल्ने ठाउँ छ होला? नानी खेल्छौ? हस् घुमाउने हो यो। सक्दैन तिमी हाम्रो घुम 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 चलाऊ। बस्नु अनि यसो यी नानी नानी तिम्रो सक्दैन नि यो यस्तो गर्ने अलि तिमीले राम्रो छ होला। हाम्रो इच्छा चाहिँ यहाँ बस्दैछ। हेलो इच्छा बेबी के गरेको हो? मजा आइरहेछ? नबस्ने हो म त। मजा आयो? अनि त आज भोलि पनि यही आम भन्छ। राम्रो हेर्नु होला हाम्रो एक्सर्साइज यस्तै छ। बिहान बिहानको अब घट्ने प्रयास जारी छ। घट्ने प्रयास जारी छ। हेर्नु होला हाम्रो हेर्नु होला हाम्रो घाम झुल्केर टिलिक्क। अब चाहिँ बिहान बिहान आउनु पर्यो नानीसँग यहाँनेरि। अब चाहिँ हामी जानुपर्छ गएर। अब भोक पनि लगाइसक्यो। बेबी चाहिँ पर छ। जाऊँ ल जाऊँ न जाने। अब बेबी चाहिँ जानु मानेको छैन आज पनि। भोलि आउने म पर भगा किनिदिन्छु। हस् नानी चाहिँ आज पनि जानु मान्दै छैन। के गर्नु? पाइतला दुख्नेहरूको लागि चाहिँ यो एक्सर्साइज हेर्नु होला। हाम्रो चाहिँ सबै सुविधा छ यहाँ चाहिँ। यतापट्टि ठुलो ग्राउन्ड छ। यहाँ चाहिँ फुटबल भलिबलहरू खेल्नुहुन्छ। भलिबल त खासै खेल्नुहुन्न। फुटबलहरू क्रिकेटहरू खेल्नुहुन्छ। प्र्याक्टिस गर्न आउनुहुन्छ बच्चाहरू पनि। यहाँ चाहिँ राखेको छ यो ठुलो भित्र चाहिँ। यहाँ चाहिँ त्यो ब्याडमिन्टन खेल्ने ठाउँ छ। यो भित्र चाहिँ थुप्रो आउनुहुन्छ यहाँ बिहान बिहान। हेर्नु होला हाम्रो चाहिँ यस्तै छ खेल्ने एक्सर्साइज गर्ने ठाउँ। हाम्रो इच्छा पनि खेल्दैछ यहाँ नि। ल आउनु। हो र अझै पुगेको छैन अरे। अझै खेल्छु भन्छ।
भयो लोर्छ फेरि अगाडि यता निधारमा टुटुर्का उठाउनुलाई ल हिँड्नु जो अब चाहिँ फेरि नानी चाहिँ के खाँदै हिँडेको भक्का नि हेलो गुड आफ्टरनुन अहिले चाहिँ दिउँसोको 2 बज्नु लागिसक्यो म चाहिँ भर्खरै नानीलाई खाजा पुऱ्याएर आएको अनि अहिले चाहिँ यहाँ बुनुहरूले यसरी बनाउँदैछ अनि म चाहिँ खाजा पुऱ्याएर भर्खरै आएको अनि यहाँ चाहिँ गोडमेल गरेछ बहिनीहरूले उहाँहरूलाई धेरै धेरै धन्यवाद भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद वाउ हेर्नु होला हाम्रो कोपी लगाउँदैछ एउटा उहाँ पनि रहेछ सानो 2टा लगाउँदै रहेछ वाउ मैले रोपेको कोपी अनि यता प्याज प्याज पनि अब चाहिँ सरिसकेको छ अनि सागहरू चाहिँ यो बुजुङ बुजुङ भएर धेरै भएर अलिक छापेर निकाल्यो बहिनीहरूले अलिक मल नभएर म सबैमा रहेछ सुरुमा थाहा पनि भएन अनि हाम्रो चाइनिज साग धनियाँ यत्रो भएको छ यता हामीले सारेको साग चाइनिज साग चाहिँ हेर्नु यत्रो भइसकेको छ पहिले छरेको ठाउँमा चाहिँ हेर्नु न आज पनि यस्तै छ सारिसकेको चाहिँ यत्रो भइसकेको छ ठुलो अनि त्यसपछि रायो साग पनि यत्रो भइसकेको छ सारेको यो चाहिँ अनि यता चाहिँ हाम्रो प्याज सरिसकेको यहाँ चाहिँ बुनुहरूले सबै बुनु भाइ भान्जा भएर गोडिराखेको छ म चाहिँ खाजा पुऱ्याएर आएको नानीलाई यता बार्दैछ टमाटरको लागि पछि अब यहाँ कत्रो टमाटर फल्छ पछि तपाईँहरूलाई हामी देखाउनेछौँ अनि टमाटर चाहिँ फुल्नु आँटिसक्यो नि त त्यही भएर अब चाहिँ झ्याल लगाइदिनु पर्छ भनेर चाहिँ हो अनि भन्नु होला नानी बाबाहरू कस्तो हुँदैछ भन्नु होला हाम्रो सट्ट सब्जी बारीको भ्यू नानीलाई पनि गरेछ साग सारेको रायो हेर्दा कस्तो राम्रो देखेको हो यस्तै छ हाम्रो करेसाबारी अनि यहाँ चाहिँ टमाटरको लागि टमाटरको झ्याङको यसो कत्रो फल्दो रहेछ हेरौँ अनि यहाँ छेउछेउको के भन्छ टमाटर पनि उखाल्यौ ए अनि यहाँ चाहिँ हेर्नु आफै आफू उम्रेको छ यहाँ यो मसिनो खालको टमाटर हो कि आफै उम्रिरहेको छ अनि यो ठुलो खालको टमाटर चाहिँ किनेर लिएर रोपेको हो कता जानेवाला छौँ हामी अहिले चाहिँ घरैतिर हेर्नु न हाम्रो चाहिँ यस्तो फुल पनि फुल्छ हेर्नु केरा घारीतिर यस्तो फुलहरू फुल्छ उहाँ केरा चाहिँ कहिले पाक्ने हो पनि हेलो भन्नु दिदी हामी चाहिँ आज नानीको साथीको बर्थडेमा आएको छौँ हेलो भन्नु हेलो हामी चाहिँ यहाँ नानीको साथीको बर्थडेमा आएको छौँ हामी हाम्रो बेबी यहाँ छ यो मान्छेको बर्थडे हो आज चाहिँ तिम्रो नाम के हो भन्नु त तिम्रो नाम के हो भन उसको नाम ए रोयल हो रोयलको बर्थडे हो आज चाहिँ है स्कुल फ्रेन्डहरू नि तपाईँ कसको छोराको बर्थडे नाम भयो अरे
हामी सबैजना बर्थडे खानु आएको है ऊ चाहिँ निस्मा हो ऊ चाहिँ निस्माको मम्मी हो एक्सर्साइज दुई हातले नानी दुई हातले दिनुपर्छ नि त थ्याङ्क यू रेल भन कस्तो छ हेलो हेलो कहाँसम्मको यात्रा हो ल ल ल ल होइन बेबी होइन त्यो मुख आँगर छ बल परेको होला नि त लड्दैन क्या यहाँ तल उठाउनु ल जाऊ बाई जानु ल यहाँ चलाउनु पर्छ नि त यहाँ खुट्टा राख्नुपर्छ यहाँ ल हो त्यसरी चलाउँदै चलाउँदै जाऊ बर्थडे भयो अब